नमस्ते सम्पूर्ण शिक्षक साथीहरुमा। आज फेरि म विगतमा जस्तै गरी एउटा नयाँ भिडियो भनौं रजिस्ट्रेसन फारम कक्षा 10 को बारेमा लिएर उपस्थित भएको छु। केही अब एक हप्ता अगाडि पनि यही सम्बन्धी भिडियो लिएर आएको थिएँ अनि सो भिडियो मार्फत चाहिँ मैले डाउनलोड लिंक पनि दिएको थिएँ। सो डाउनलोड गरेर चाहिँ चलाउँदाखेरि चाहिँ केही समस्याहरू आयो, इंग्लिश नेममा अलिकति समस्या आयो भनेर गुनासोहरू कमेन्टहरू पाएको थिएँ। अब सो चाहिँ समस्या चाहिँ के भएर भनेर अब हेर्दाखेरि चाहिँ मैले यो फाइल चाहिँ अहिले अफिसको 2021 मा बनाएको थिएँ, जसमा चाहिँ नयाँ फर्मुलाहरू छन्। त्यो फर्मुला युज गरेर बनाएको थिएँ अनि 2019 भन्दा मुनिका जस्तै 2016, 2013, 2010, 2007 मा त्यो फर्मुला नभएको भएर चाहिँ राम्रोसँग काम नगरे भएर चाहिँ फेरि अब सबै अब पुरानो अफिस देखि सपोर्ट हुने गरी फेरि रिक्रिएट गरे, साथै केही कुराहरू अपडेट गरेर यो फाइल चाहिँ बनाएको छु। तपाईले फाइल डाउनलोड गर्दा यही 5 वटा फाइलहरू पाउनु हुनेछ। 4 वटा फन्ट भयो। यो 4 वटा फन्टहरू सबैमा होला, नभएकोहरूले चाहिँ यसरी 4 वटा सेलेक्ट गरेर चाहिँ इन्स्टल गर्नु होला। जस्तै यसरी इन्स्टल गर्नुभयो भने यसरी भइदिन्छ। केही मेसेज आयो भने टिक गरेर ओके गर्नु होला। इन्स्टल भइसकेपछि अब यो फाइल खोल्नु भन्दा पहिला सुरुमा तपाईले के चेक गर्नु भन्दाखेरि राइट क्लिक गर्नु, प्रपर्टिजमा जानु अनि यहाँ चाहिँ अनब्लक भनेर हुन सक्छ। जस्तै यो फाइल मैले कपी गरे र पेस्ट गर्दाखेरि अर्को फाइल बन्यो। अब यो फाइल हेरौँ त, प्रपर्टिजमा गएर हेरौँ, यहाँ यो यस्तो अनब्लक भनेर आएको छ भने अनब्लक गरेर टिक गरेर एप्लाई ओके गर्नु होला है। त्यसो गर्नु भयो भने अब हेरौँ यो फाइलै चलाउँछु म। यो फाइल म खोल्छु ल, अनि त्यसरी खोल्दाखेरि इनेबल कन्टेन्ट भनेर आयो भने चाहिँ त्यो पनि इनेबल गर्नु होला। अब धेरै जस्तो कुराहरू सेम छ। यहाँ विद्यालयको नाम लेख्ने, अंग्रेजीमा विद्यालयको नाम, ठेगाना लेख्ने, फलाना फलाना नगरपालिका यति भनेर लेख्ने, अनि इंग्लिशमा पनि ठेगाना लेख्ने, त्यो भइहाल्यो। विद्यालय कोड लेख्ने, अनि प्रदेश लेख्ने, यहाँ छानेर प्रदेश लेख्ने, त्यो अनुसारको यहाँ जिल्ला आउँछ। मैले सोलुखुम्बु लेखेँ। अब प्रहको नाम लेख्ने। अब विद्यार्थी विवरणमा चाहिँ त्यो भन्दा अगाडि पहिलाको समस्या एक्चुअली हेरौँ। पहिलाको समस्या चाहिँ के थियो भन्दाखेरि यहाँ सबै आउने, यहाँ चाहिँ के आउँछ भने बक्स यसरी ह्यास आउँछ। त्यसको मतलब त्यो फर्मुला नचलेर इरर आएको थियो। अब यसको लागि समाधानको लागि मैले अब सबैमा चल्ने फर्मुला पनि राखेँ, त्यसो गरे। अनि साथसाथै तपाईको यो फन्टहरू अलि ठुलो सानो गर्न मिल्ने गरी नयाँ कुरा पनि यो थपे। तपाईलाई फन्ट अलि सानो जस्तो लाग्यो भने यो फन्ट अब बढाउन पनि सक्नुहुनेछ। बरु बक्स भन्दा बाहिर नजाओस्। 12 राख्यो भने अब एडजस्ट फन्ट गर्नु अलि ठुलो हुन्छ। अब ठुलो जस्तो देखियो भने फेरि अब जति पनि राख्न सक्नुहुन्छ, एडजस्ट चाहिँ गर्नु, त्यसरी गर्न सक्नुहुनेछ। यहाँ चाहिँ यो देखेको समस्या चाहिँ यो भयो। अब तपाईको मेन काम भनेको विद्यार्थी विवरणमा हो। विद्यार्थी विवरण यहाँ भर्दाखेरि अब भर्नुस् त, म अब एउटा स्टुडेन्ट भर्छु श्यामकृष्ण भनेर, श्यामकृष्ण शेर्पा भनेर लेख्छु ल। अब यता नेपाली नाम पनि लेखौँ। श्याम, यो युनिकोडमा लेख्नुपर्छ है। युनिकोडमा लेख्नुपर्छ। युनिकोडमा तपाईले शेर्पा भयो। अब जन्म मिति 2000 अहिले त 14 वर्षको क्राइटेरिया पनि हटेछ भनेपछि कतिको समय राख्नु, 2065 राख्दिएँ मैले। 65 1 महिना आजकै राखौँ ल, 31
ल अब यहाँ छ, यसलाई पनि फिमेल भनेर राखिदिएँ मैले, सधैँ मेल मात्र भयो भनेर। अब फादर नेम भनेको छ, ल स्पेस स्पेस ल, अनि मदर नेम पनि मैले यतिकै लेखेँ। ल अब विषय भनेको अप्सनल फर्स्ट चाहिँ कुन हो त्यो छान्नु पर्यो। अप्सनल फर्स्ट जनसङ्ख्या वातावरण विज्ञान लेखेँ, त्यो अनुसार कोड आयो। अनि अर्को यो लिस्टमा छैन भने तपाईँ टेबलमा गएर भर्न सक्नुहुनेछ। अप्सनल सेकेन्ड चाहिँ कम्प्युटर विज्ञान लेखेँ, कम्प्युटर विज्ञानमा भन्नाले त्यो लेखा लेखौँ, यो लेखा गएको छैन यहाँ, त्यो अनुसार कोड आयो। अनि अब यहाँ चाहिँ तपाईहरूले चाहिँ के गर्न सक्नुहुनेछ भन्दाखेरि यहाँ चाहिँ अब प्रदेश अनुसार जिल्ला आउने पहिला थियो, अहिले पालिका पनि आउने गरी चाहिँ यसमा अझै डेटाहरू भरेर 753वटै पालिकाहरूको नाम लेखेर तपाईहरुलाई यो तयार गरेको छु। दुःख त धेरै गरेको छु, सो अनुसार तपाईहरुले चाहिँ प्रयोग गर्न सक्नुहुनेछ मिसयुज नगरिकन, अनि त्यसो आशा गरेको छु। जस्तै मैले यहाँ भन्दा नि यहाँ लेखेँ, यहाँ एउटा प्रदेश छानौँ। ल कुन चाहिँ छानौँ, मधेस प्रदेश गएको छैन के अरे, मधेस गरे, मधेसको जिल्लाहरू देखाउँछ, देखाएन भने चाहिँ यसरी माथि सार्नु। ल रौतहट धेरै पालिका भएको रौतहट हो के अरे है, अनि सो अनुसारको यहाँ आउँछ। ल रौतहटको पालिकाहरू सरर आउँछ। ल चन्द्रपुर नगरपालिका वडा नम्बर 4 भनेर लेखेँ। अब कक्षा 8 उत्तीर्ण गरेको विद्यालय भने चाहिँ विद्यालयको नाम लेख्नु। ल मैले यसरी लेखेँ, धेरै दुःख किन गर्ने भनेर है। कक्षा 8 उत्तीर्ण गरेको वर्ष भने 2082 भनेर लेखेँ। ल सिम्बल नम्बर भनेछ, ल सरी 2082 नि 2080 हुन्छ, 2082 मा पो जाँच दिने है, 2080 यो चाहिँ। ल 2080 0805 भनेर सिम्बल नम्बर रहेछ अरे। ल अनि अभिभावकको सम्पर्क नम्बर 9876543210 भनेर मैले मोबाइल नम्बर यसरी लेखेँ। सबै भर्नुभयो भने डन, सबै मिल्छ भने डन गर्नु। यदि भरिसकेपछि अब चाहिँ यसरी विवरण भर्दै जाने। यो 9 नम्बरको स्टुडेन्टको रहेछ, यहाँ 9 नम्बरको भएको, यहाँ डेटै छैन है। ल यसरी मैले लेखेँ। नेपाली नेम पनि सरर यसरी लेखेँ। जन्म मिति यसको चाहिँ 2006 सरी नेपालीबाट आएछ है, 2006 05 भनेर लेखेँ। जेन्डर ल एफए लेखेँ। फादर नेम ल अप्सनल आई, ल यो अर्थशास्त्र, यो अप्सनल सेकेन्ड, ल यो भयो। अरु केही छ? ल छैन भनेपछि हेरौँ त यो आउँछ कि आउँदैन। ब्याक गयो। रजिस्ट्रेसन फारम 1 नम्बरमा चन्द्रशेखर कासुला, त्यो अनुसारको आयो। ल सबै मिल्या छ, ठिक छ। 2 नम्बरमा रामबहादुर थियो, 3 नम्बरमा श्याम कृष्ण शेर्पा थियो, त्यो अनुसारको आयो। अनि यो फादर नेम मदर नेम चाहिँ यसरी दिया थिए। ल अब त्यसपछि 4 नम्बरको डेटा छैन, 5 नम्बरको छैन, 6 नम्बरको छैन, 9 नम्बरको छ है। 7 8 9 9 नम्बरको जे पाइ त्यही राखेको थिएँ, जे पाइ त्यही नै आयो। यहाँ नाम पनि महिला राखेको थिएँ, महिला आयो, सबै आयो। रौतहटको चन्द्रपुर वडा नम्बर 4 थियो। अर्थशास्त्र स्वास्थ्य शारीरिक छानेको थियौँ। अनि सब्जेक्ट यहाँ विद्यालयको नाम पनि जे पाइ त्यही थियो। पुरा गरेको साल 2080 थियो। अनि यो सिम्बल नम्बर भयो। अनि मोबाइल नम्बर 9876543210 भनेर लेखेको थियो। अब यो चाहिँ तपाईहरुको अन्तिम अब कहिले हो त्यो सार्नु है। यहाँ कहिलेको थियो त्यो मितिको लागि यहाँ एडिट गर्नु। ल मैले 11 लेखेँ भने अब युनिकोडमा लेख्नुपर्छ यो पनि है, यो पनि युनिकोडमा लेख्नु है, लेखेन भने गडबड हुन्छ। ल तपाईले यहाँ युनिकोड लेख्नु भएन भने, गडबडमा लेख्नु भयो भने त्यसरी नै आउँछ। अब यो भने गडबड हो,
त्यही भएर युनिकोडमै यो पनि युनिकोडको नम्बर लेख्नु। यहाँ पनि त्यही गर्नु। त्यसो गरेपछि यहाँ सर्लक्कै या 2 महिना ल मैले 16 गरेँ भने त्यो पनि 16 आउँछ, 16 आयो। यसरी चाहिँ अनि यहाँ सुरुमा सोलुखुम्बु छानेको थियौँ, सोलुखुम्बु नि आयो भनेछ। अब यो सकेसम्म यहाँसम्म भर्नु भनेको छ। अब यो पनि सकेसम्म नभर्नु नै भनेको छ। अब यहाँ पनि गर्न त मिल्थ्यो, अहिले मैले यो गरिनँ। अब बिस्तारै फुर्सदमा गरौँला। त्यो सुविधा पछिल्लो वर्षहरूमा तपाईँहरूले पाउनुहुनेछ। अहिलेको लागि चाहिँ यति नै हो। यसैबाट पनि खासमा यो काम हाम्रो होइन, अब इकाइको काम हो। अब यो फारम चाहिँ प्रिन्ट गरेर तपाईँले चाहिँ 2 प्रति प्रिन्ट गर्ने अनि मजाले समष्टिगत पनि बनाएर, समष्टिगत पनि यता अटोमेटिक बन्छ। समष्टिगत बनाएर चाहिँ ल तपाईँले बुझाउन सक्नुहुनेछ। अनि फाइल बनाएर 2 प्रति सबै अब जन्म दर्ताको साथमा, कक्षा 8 को सर्टिफिकेटको साथमा मजाले चाहिँ तपाईँहरूले चाहिँ युज गर्न सक्नुहुनेछ है। अब यहाँ चाहिँ अल्फाबेटिकल त्यत्तिकै मिलेर आउँछ। तपाईँले उता जस्तै लेखे पनि यहाँ चाहिँ अल्फाबेटिकल मिलेर आउँछ। जस्तै यो श्यामकृष्ण उता 3rd मा थियो क्यारे है। धेरै सुविधा दुःख गरेर बनाएको छु। तपाईँको यो विद्यार्थी विवरण जसरी भरे पनि हेर्नु त, यहाँ 4 जना भनेको थिएँ, हेर्नु त यो 4 जना, ऊ बिचमा खाली खाली छ। यहाँ चन्द्र, रामबहादुर, श्यामकृष्ण अनि यो छ है। यो यति भर्दा पनि यहाँ समष्टिगत चाहिँ ठ्याक्क मिलेर सर्लक्कै मिलेर ब्लक लेटर मिलेर चट्ट मिलेर यहाँ पैसा सैसा पनि 4 जनाको मिलेर बनाएको छु। अब यति दुःख गरेर बनाएको फ्रीमा डाउनलोड गर्न पाउनुहुनेछ। सबै साथीहरूलाई त्यसैभरि चाहिँ पुग्ने गरी चाहिँ सेयर गरिदिनु होला, सबैले प्रयोग गर्नु होला। अब सुन्नमा आएको छ कतै कतै कुनै जिल्लामा चाहिँ हातैले लेखेको चाहिँ हुनुपर्छ भन्ने कुरो छ। अब समस्या के हुन्छ भन्दाखेरि हातैले लेखेको सबैको चट्ट परेको ह्यान्डराइटिङ नहुन सक्छ। इकाइबाट इन्ट्री गर्दा कहिलेकाहीँ मिस्टेक हुन सक्छ। त्यसबाट चाहिँ भोलि पर्सि विद्यार्थीको जन्ममिति नमिल्ने, स्पेलिङ नमिल्ने, आमा बुवाको कुनै अब लेटर एउटा छुट्ने, यताउति समस्या भइदिँदाखेरि चाहिँ विद्यार्थी फेरि दुःख गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ ढिला थाहा भयो भने 6 महिना नाग्ने गरी थाहा भयो भने अब भक्तपुर शान्तिमी गएर चाहिँ फेरि आफै गएर बनाउनु पर्ने अवस्था आउन सक्छ। त्यही भएर चाहिँ अब यो फाइल भए चाहिँ सकेसम्म यो फाइल प्रिन्ट गर्दाखेरि चट्ट परेको केयरमेट नभएको त हुन्छ भनेपछि सजिलै हुन्छ, प्रस्तै हुन्छ। त्यो भएर चाहिँ अब त्यस्तो छ भने चाहिँ त्यस्ता पालिकाहरू भन्दा पनि इकाइहरूलाई पनि यो प्रिन्टेड फर्ममा पनि एक्सेप्ट गर्न चाहिँ म यही भिडियो मार्फत आग्रह गर्छु। सायद अब यो भिडियो त हेर्नुहुन्न होला, तैपनि हेरिहाल्नु भयो भने चाहिँ यही भिडियो मार्फत चाहिँ म आग्रह गर्छु। अब हामीले अब यो गरेर दोस्रो वर्ष भयो। 79 मा पनि हामी प्रिन्ट गरेर बुझाएको हो। अब 80 मा त फारम नै खुलेको थिएन। 80 को साथ अब 81 मा चाहिँ अब फारम खुलेन। अब 81 को साथ 82 मा खुल्यो, 82 मा पनि यही भइहाल्यो। हाम्रो 80 देखि चाहिँ यो भर्दैछौँ। साथै 11 को पनि हामीले यसै गरी भर्छौँ। अब यसमा कुनै समस्या छैन। तर कुनै जिल्लामा समस्या हुनु भनेको अब त्यो व्यक्तिगत रूपमा भएको हुन सक्ला। अब केही छैन, जहाँ हुन्छ उहाँहरूले चाहिँ प्रयोग गर्नु होला, साथै सेयर गरिदिनु होला। अनि यो टेबलको काम चाहिँ मैले अघि भने तपाईहरुको अप्सनल विषयहरू छ, लिस्टमा छैन भने यहाँ कोड राख्नुस् अनि त्यो विषय राख्नुस्, फेरि त्यही कोड यहाँ राख्नु। यसो गर्नुभयो भने तपाईहरुले चाहिँ उता लिस्टमा चाहिँ यो कोड पाउनुहुनेछ। तपाईहरुले चाहिँ यहाँ जस्तै
1 2 3 4 भनेर एउटा विषय थप्नु भयो 1 2 3 4 भनेर ल यहाँ पनि कोड फेरि लेख्नु नपर्ने रहेछ है मैले बिर्से के गरेछु भनेर अनि यहाँ ल कुनै विषय राख्नु भयो भने यसरी राख्नु भयो भने सो विषय चाहिँ यहाँ अगाडि विद्यार्थी विवरण यहाँ पनि आउँछ जस्तै यहाँ हेर्नु त त्यो विषय चाहिँ यहाँ उ देखा पर्छ यसरी अनि त्यो कोड 1 2 3 4 पनि देखा पर्छ त्यसरी गर्न सक्नुहुनेछ अनि बाँकी कुरा चाहिँ पुरानो भिडियोमा पनि सबै कुरा प्रस्तै छ अहिले चाहिँ यसमा थपेको कुराहरू मात्र मैले बताएँ अनि केही अझै यसमा सुधार्नुपर्ने छ भने चाहिँ पक्कै पनि तपाईहरुले कमेन्ट गर्ने हुनेछ र साथै अब व्यक्तिगत रूपमा पनि धेरैले कमेन्ट गरेर चाहिँ मेसेन्जरमा अथवा फोन गरेर भए पनि सोध्नु भएको रहेछ है यस्तो यस्तो छ यस्तो यस्तो प्रब्लम छ बनाइदिनु भनेर सो यो अनुसार मैले बनाइरहेको छु तपाईले यसबाट मेल पनि गर्न सक्नुहुनेछ यही फेसबुक सरी यो युट्युबमा गएर मेरो त्यहाँ फेसबुकको लिंक पनि छ त्यहाँ क्लिक गरेर मलाई मेसेज पनि गर्न सक्नुहुनेछ विभिन्न माध्यमबाट मसँग जोडेर चाहिँ यो फाइल चाहिँ बारे चाहिँ तपाईहरुसँग चाहिँ छलफल गर्न सक्नुहुनेछ साथै अब अन्य यो त भयो माग फारम सम्बन्धी पनि भयो अहिले बिरामी विधाहरूको स्थायी अस्थायीहरुको बिरामी विधाहरूको बारे पनि बनाएको छु त्यो पनि फ्रीमा डाउनलोड गर्न सक्नुहुनेछ अनि सबैमा शेयर गरिदिनु होला आजलाई यति नै भने हस्त धन्यवाद।